नमस्कार, म मणि लामिछाने, म वरिष्ठ निर्देशक तथा प्रमुख नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय। पोखरा पर्यटन परिषदको आयोजना, नेपाल पर्यटन बोर्डको प्रबन्धन तथा विभिन्न पर्यटनसँग सम्बद्ध सङ्घ संस्थाहरूको सहकार्यमा यही असार 14 गते पोखरा 30 सिसुवा देउराली खोलाको नजिक 21औं धान महोत्सव अथवा यो रोपाइँ महोत्सव हुँदैछ। यसलाई हामीले अन्तर्राष्ट्रिय हिसाबमा प्रचार प्रसार प्रवर्धन गर्ने उद्देश्यले हामीले मड फेस्टिभल पनि भन्न थालेका छौँ। मुख्य गरिकन विदेशी पर्यटकहरू समेत सामेल गराइकन नेपालको परम्परागत कृषि प्रणाली, खेती प्रणालीलाई स्वदेशमा तथा विदेशमा अलिकति बढी जानकारी दिने उद्देश्यले यो कार्यक्रम गरिएको छ र यसमा अब पोखरामा पनि हुने र साथसाथै पर्यटकहरू समेत चाहिँ सहभागी गराइकन गर्ने भावनामा यसको चाहिँ अन्तर्राष्ट्रिय हिसाबमा महत्त्व पनि छ। यो महोत्सवमा, यो उत्सवमा यहाँहरू सबैलाई सहभागिताको लागि हार्दिक अनुरोध गर्छु। नमस्कार।